मेरो बच्चा त्यहाँ केही हुन्छ राम्रो हुन्छ भने मैले पढाएको हो, तर मेरो बच्चालाई केही भएन रहेछ। म छोड्दिनँ दाइ, जसरी पनि म छोड्दिनँ। कारबाही चाहिँ हुनै पर्छ, त्यहाँ जसरी पनि कारबाही हुनुपर्छ। जुन मैले आफ्नो बच्चाको लागि भविष्य बनाउँछु भने म परदेश आएको हो। यस्तो घटना घट्छ भने त म किन आउँथेँ र, होइन? अब मेरो बच्चालाई पढाउँछु, खाना लाउनु हरेक कुरा त दिन सक्छु भनेर म आएकी थिएँ बाध्यताले, तर पनि यस्तो घटना भयो। म छोड्दिनँ, जसरी पनि कारबाही हुनै पर्छ। नमस्कार, मेरो नाम चाहिँ अभिसा हो, राष्ट्रिय मलाई गाउँमा अभिसा भनेर चिन्नुहुन्छ। जुन मेरो छोराको चाहिँ जुन घटना भयो स्कुलमा, जुन घटना हुँदा चाहिँ जुन शिक्षक अनि जुन सर मिसले हेर्ने मेरो बाबुलाई सायद मतलब गरेन, सायद केयर गरेन। केयर गरे भए सायद यस्तो हुने थिएन, मेरो बाबुको केयर गरेन। म भन्छु कि जसरी भयो नि मेरो बाबु अहिले मृत्युसँग लडिरहेछ, जे भयो नि मेरो बाबु जस्तो अवस्थामा छ, जसरी भयो नि कारबाही चाहिँ हुनुपर्छ। जसरी भयो नि मेरो बाबु चाहिँ राम्रो बनाउनुपर्छ, त्यही लाग्छ। मेरो बाबुलाई जस्तो अवस्थामा छ अझसम्म बिमार, जुन मेरो बाबु हस्पिटलमा छ अझसम्म सर मिस हेर्न नि आएन। जुन मिस आउनुभयो एउटा मात्रै हेर्न आउनु भएन। किन चुपचापले बस्नुभयो? किन त्यहाँ त्यो स्कुलमा घट्दा पनि किन मेरो बाबुलाई हेर्न आउनु भएन त? किन चुपचापले बस्नु पर्यो त? मेरो बाबुलाई चाहिँ हेर्न किन आउनु भएन? किन ढुक्क राखेर बस्नुभयो? मेरो बच्चा जुन अवस्थामा पुग्यो, जुन मैले घरमा बसेर नै केही कमाइ थिएन, मेरो श्रीमानको पनि कमाइ थिएन, मेरो पनि कमाइ थिएन। जुन खाना पनि र लाउन भन्नाले अलिक कमै भयो, त्यही भएर म परदेश आउनु बाध्य परेँ बाबुलाई छोडेर। त्यहाँदेखि मेरो बाबु, जुन मैले बाबुलाई कमाएर दिउँला, पढाउला, अनि मेरो बाबुलाई हरेक कुरा त पुर्याउनु सक्ला भन्नु परदेश आए बाध्यताले छोडेर। अनि कमजोर लाग्छ मलाई, यस्तो सर्भिसको कमजोर लाग्छ मेरो बाबु, त्यही कारणले त्यस्तो भएको जस्तो लाग्छ मलाई लाग्छ। म मुद्दा हाल्नै पर्छ दाइ, मुद्दा जसरी पनि हाल्नै पर्छ। जसरी पनि मेरो बाबुलाई जस्तो व्यवहार होइन, जस्तो भयो नि, जुन अवस्थामा पुर्याउनु भनेको सर्भिसको